हजुरहरु सबै सन्चै हुनुहुन्छ होला. So after a long gap I'm making a video. So this is yesterday's video which was captured. So hijo भने मेरो फुपूको बर्थडे थियो and there is a birthday girl who is like preparing to celebrate her birthday. So आज भने एकदमै family get together थियो. अनि हाम्रो फुपूको चाहिँ बर्थडे थियो अनि हाम्रो यहाँनिर दिमाले चाहिँ रेडी गर्नु हुँदैछ. धुपहरु बाल्नु हुँदैछ, दियोहरु बाल्नु हुँदैछ है. यो चाहिँ हिजो बेलुकाको भिडियो. सो I could not edit with the videos हिजो बेलुका नै. सो आज भने एडिटिङ गरेर upload गर्दैछु. But this was celebrated yesterday itself. So preparation हुँदैछ हाम्रो फुपूको. अन्त हाम्रो we were waiting for हाम्रो अरु फुपाहरु. They were engaged with some other works है. So आज भने चाहिँ not आज भने चाहिँ हिजो भने चाहिँ फुपूको बर्थडे थियो. So यहाँनिर उसको प्रिपरेसन, सानो प्रिपरेसन. हामी फ्यामिली घरको मान्छेहरु मात्रै बसेको थियौं. अरु त्यस्तो इन्भाइटेड गेस्टहरुको पनि थिएन. राम्रै भएर बसिरहेको छु. आस्तै हो. बर्थडेको दिन आज सो अहिले भने हामी फुपूलाई पर्खिरहेको छौं. उहाँ किचनको कतिवटा कामले एन्गेज हुनुभएछ. सो उहाँलाई पर्खिरहेको छौं गफ गर्दै. सो इन दैट पिरियड अफ टाइम यहाँनिर माछा पनि हेर्न सक्नुहुन्छ. सो यो घरमा तपाईले माछाको भेराइटी चाहिँ धेरै देख्न सक्नुहुन्छ. के आउनु पर्छ? Happy birthday to you. Happy birthday to you. ये निकाल्नु न. यो पाली सामने पैसा भएर के भयो भाइ हिसाबले अता हैप्पी बर्थडे टु मामा टिका लगाउँछु. आमाले टिका लगाइदिदैछ. So after the cake cutting was over, then पछि हाम्रो दिमाले आशीर्वाद दिनु हुँदैछ है. बर्थडेको दिनमा खै दामी आशीर्वाद पायो होला हाम्रो फुपूले. सो उहाँले टिका लगाइदिइ सक्नुभयो. अब हाम्रो आउनु हुँदैछ अर्को फुपू. उहाँ क्यूमा हुनुहुन्छ, लाइनमा हुनुहुन्छ है. सो उहाँले पनि खदा लगाइदिनु हुँदैछ. सो टिका सेसन धेरै धेरै आशीर्वादहरु पाउनु भयो आजको दिनमा. मैले चाहिँ भाइलाई फुपूको छोरालाई भिडियो बनाउन लगाएर I was clicking some photos फुपूको फोनमा. सो फोटो सेसन पनि हुँदै थियो. एट द सेम टाइम भिडियो पनि कभर गर्दै थियौं हामीले. यहाँ हुनुहुन्छ हाम्रो अर्को फुपू. सो केक खुवाउने सेसनहरु हुँदैछ. अनि अब खै को आउनु हुँदैछ. अब भने आउनु हुँदैछ हाम्रो
आई गेस अब हाम्रो आउनुहुँदैछ सस्पेन्स पो भयो त है ए हाम्रो फुपा आउनु हुँदो रहेछ है हाम्रो फुपाले पनि ल बर्थडे विश गर्नुभयो अनि अब आउनु हुँदैछ ल हाम्रो बल्ल बल्ल हाम्रो काकाको एन्ट्री भयो है हामीले चाहिँ काकालाई एकदमै धेरै जिस्काउँदै थियौँ फुपूलाई के गिफ्ट छ भनेर ड्यू भन्नुहुँदै थियो उहाँले चाहिँ हो सो एकदमै धेरै जिस्कायौँ हामीले फुपालाई सरी काकालाई सो अब भने आई गेस इट इज नाउ माई टर्न मेरो टर्न रहेछ अब चाहिँ Happy birthday. एकछिन हाल्यो बुझ्यो भएको छैन नि थ्याङ्क यू फोटो खिच्दिन तपाईले सुटेर ल्याएको ल अहिले के छ हौ यहाँ जुत्ता खिच्याएको छ हौ सामबेतहरुको हाल्दै के हेरि जुत्ता चाहिँ धन्यवाद मेरो छोरा दुईजनाले पायो थ्याङ्क यू ल ल अब मिक्सन त्यो लामो चाहिँ त मलाई कसरी पठाउँछ हौ थ्याङ्क यू सो अब भने फुच्चेहरूको टर्न है सो उसको नाम चाहिँ मिक्सन हो ऊ चाहिँ हाम्रो फुपूको छोरा हो सो अब भने हाम्रो क्युटी पाइ आइपुग्यो साम्बेत है एकदमै क्युट छ सँगसँगै बदमास पनि छ सो उसको नाम चाहिँ साम्बेत हो ऊ चाहिँ हाम्रो काकाको छोरा हो ठुल्ठुलोहरूको ट्रन सकेर अब बल्ल बल्ल सानोहरूको ट्रन आएछ सो नानीहरूको लागि नै हो बर्थडे त है दे इन्जोय अ लट सो एकजना चाहिँ भिडियो कलमा हुनुहुन्छ सो आफ्टर द्याट देयर वाज फ्यु फोटो सेसन्स है सो फोटो सेसन हुँदै थियो चल्दै थियो सो हियर यु क्यान सी सम मेमोरिज अफ यस्टरडे सेलिब्रेटिङ आवर फुपू's birthday so some glimpse of memories so this is all about yesterday where how we have celebrated हाम्रो फुपूको बर्थडे with all these things